हेलो साथीहरू, नमस्ते। आशा छ सबैजना सन्चै हुनुहुन्छ होला। र आज म फेरि पनि हजुरहरूमाझ नयाँ भिडियो लिएर आइसकेको छु। र भिडियो कस्तो छ र कस्तो हुनेवाला छ भनेर भिडियोको थम्बनेल हेरेर पनि हजुरहरूले थाहा पाइ नै सक्नुभयो होला। हामी लगभग 2025 को अन्तिम बिन्दुतिर आइपुगेका छौँ। हरेक वर्ष जस्तै कति सपनाहरू पुरा भए होलान्, कति अधुरो नै रहे होलान् र कति पुरा गर्नै बाँकी नै होलान्। अनि नचाहँदा नचाहँदै पनि कतिको मन दुखाइयो होला, अनि कतिले हाम्रो पनि मन दुखाएर गए होला। तर अब हामी सब त्यो कुरालाई बिर्सेर पुरानो पाना बन्द गरेर अब हामी 2026 मा आफूलाई फेरि स्ट्रङ कमब्याक गर्नेछौँ। यो वर्षलाई हामी नयाँ ऊर्जा, नयाँ सङ्कल्प र नयाँ सफलताको वर्ष बनाउनेछौँ। मैले मेरो आफ्नै आवाजमा 30 वटा जीवनमा साँच्चै काम लाग्ने गहिरा भनाइहरू रेकर्ड गरेर ल्याएको छु। आशा छ यी शब्दहरू सुनेर हजुरहरूलाई पनि केही प्रेरणा मिल्ने नै छ। अनि आफ्नो सपना पुरा गर्न र अघि बढ्न यो शब्दहरूले हजुरहरूलाई पनि थोरै भए पनि मद्दत गर्नेछ। अन्तिमसम्म सुनेर साथ दिनुहोला है त। 2026 मा मेरो फोकस एकदमै सिम्पल हुनेछ। म आफैलाई हर दिन अपडेट गर्नेछु, किनकि मैले यो बुझिसकेँ कि लाइफ चेन्ज तब मात्रै हुने रहेछ जब मान्छे आफूले आफैलाई चेन्ज गर्न तयार हुन्छ। 2026 को सबैभन्दा ठुलो गिफ्ट के हुनेछ थाहा छ? तिमीले फेरि एकपटक सुरु गर्ने मौका पाएका छौ। 2025 मा जे भयो त्यो लेसन थियो, र अब यो वर्ष जे हुनेछ त्यो एक्सन, ग्रोथ र रिजल्ट मात्रै हुनेछ। तिम्रो स्ट्रगल अहिले तिमीलाई भारी लाग्छ, तर एक दिन यही स्ट्रगलले नै तिम्रो शक्ति बन्नेछ, र त्यो दिन तिमीले यो बुझ्नेछौ कि राम्रो कुरा बन्नुभन्दा पहिले कठोर समयबाट गुज्रनु पर्ने हुन्छ। आफ्नो जीवन सुधार्न तपाईले यी 3 कुराहरू चेन्ज गर्नै पर्ने हुन्छ। कसरी सोच्नुहुन्छ, कसरी बाँच्नुहुन्छ र कसको साथमा बाँच्नुहुन्छ। 2026 मा यी 3 कुराहरू चेन्ज गर्न सक्नुभयो भने तपाईको जिन्दगी ग्रेटेस्ट कमब्याक हुनेछ। अब म जति बिस्तारै भए पनि आफ्नो सपनाको यात्रामा सधैँ अघि बढ्नेछु, किनकि एकै ठाउँ रोकिएर बस्नुभन्दा बिस्तारै भए पनि अघि बढ्नु नै राम्रो हो। 2026 मा अब म त्यो मान्छे बन्नेछु जसलाई कसैले रोक्न सक्दैन, किनकि अब म मोटिभेसनमा होइन डिसिप्लिनमा डिपेन्ड हुनेछु, र मलाई यो राम्रोसँग थाहा छ कि डिसिप्लिनले कहिल्यै पनि धोका दिँदैन। यदि साँच्चीकै सक्सेस चाहिन्छ भने तपाईले यी 3 कुराहरू बुझ्नै पर्ने हुन्छ। 1. कसैको भर पर्नु हुँदैन। 2. सबै कुरा एकै पटक मिल्दैन। 3. मेहनत कहिल्यै पनि खेर जाँदैन। 2026 मा अब म आफ्नो स्टोरी आफैले लेख्नेछु। अब विगतले मलाई केही फरक पार्दैन। आफ्नो मेहनतको दममा अघि बढ्नेछु। अब म मिस्टेकको डरले होइन, आफ्नो गल्तीहरूलाई सुधारेर अघि बढ्नेछु। जीवन बदल्नको लागि ठूला ठूला कदमहरूको आवश्यकता पर्दैन। साना साना सुधारहरू नै पर्याप्त हुने गर्छन्। आजको एउटा राम्रो सोचले पनि तपाईको भोलिलाई धेरै फरक पारिदिन सक्छ। सफलता तब मात्रै मिल्नेछ जब तपाईले आफूले आफैलाई हरेक दिन सुधार्न सक्नुहुनेछ। त्यो नै जीवनको सबैभन्दा ठुलो उपलब्धि रहनेछ। आज तपाईले आफैलाई जित्न सक्नुभयो भने भोलि पक्कै पनि यो संसार जित्नु नै हुनेछ। तपाई अरूभन्दा ढिलो हिँड्नुहोस्, तर गलत बाटोमा कहिल्यै पनि नहिँड्नुहोस्, किनकि जसले सही दिशामा स्ट्रगल गर्छ नि हो उसैले नै अन्तिममा इतिहास रच्नेछ। अवसर कहिल्यै पनि तयार मानिसलाई खोज्दै आउँदैन। जसले प्रयास गर्छ त्यही मानिसले नै अवसर पनि पाउनेछ। जसले धेरै कुराहरू जीवनमा गुमाउँछ नि हो उसैले नै धेरै कुराहरू पनि सिक्नेछ अनि पाउनेछ। तर प्रयास भने सधैँ जारी राख्न पर्ने हुन्छ।
जबसम्म एक मुठी सास रहन्छ नि तबसम्म जिन्दगीबाट हार मान्नु चाहिँ भएन। कठिन समयले मानिसलाई भत्काउँछ होला, तर भित्री आत्मबल भने टुटाउन सक्दैन र सक्ने छैन, बरु उसलाई अझ मजबुत बनाउँदै लैजानेछ। समस्या आयो भनेर डराउनु हुँदैन, बरु उल्टै सिक्नुपर्छ, सुधार्नुपर्छ अनि अघि बढ्न सिक्नुपर्छ। व्यक्तिगत रूपमा बलियो बन्ने मानिसहरूले नै बाहिरको संसारलाई पनि जित्न सक्नेछ र आफूलाई सुधार्न सक्नु नै जीवनको सबैभन्दा ठुलो जित हो र हुनेछ। हरेक बिहानी एउटा नयाँ अवसर हो। हिजो गरेको गल्तीको कारण आफूलाई दोषी नठान्नुहोस्, बरु त्यही गल्तीलाई सिक्नुहोस्, सुधार्नुहोस् र अघि बढ्नुहोस्। समस्या नआउने मानिस अनि समस्या बिनाको मानिस कोही पनि हुँदैन, तर समस्याहरूलाई जित्ने साहस भएका मानिसहरू एकदमै कमै मात्रामा हुन्छन्। जुन कुरा अरूले असम्भव अनि सकिँदैन भन्छन् नि, हो त्यही कुरा सम्भव बनाउने मान्छे म बन्छु भनेर मनमा प्रतिज्ञा लिनुहोस्। सफलताले तपाईलाई आफै खोज्दै आउनेछ। हार मान्नेहरूले कहिल्यै पनि जित्न सक्दैनन् अनि जित्नेहरूले कहिल्यै पनि हार मान्दैनन्। सफलता भनेको धैर्य, निरन्तर र प्रयासको फल हो। अब तिमी भित्र लुकेको विजेता बिउझाउने बेला आयो। अब रोकिने होइन, अगाडि बढ्ने हो। जीवनका कठिनाइहरू तिमीलाई नष्ट गर्न होइन, तिमीलाई अझ बलियोसँग निर्माण गर्न आउँछ। हरेक चुनौतीले तिमीलाई नयाँ पाठ सिकाउँछ, नयाँ शक्ति दिन्छ र तिमीलाई अझ राम्रो व्यक्ति बनाउँछ। यसलाई स्वीकार गर र आफूलाई अझ मजबुत बनाऊ। सात पटक लड, केही भएन, तर तिमी 8 पटकमा भने जसरी पनि उठ्न सक्नुपर्छ। यो नै जीवनको नियम हो। तर हरेक पटक उठ्दा तिमी पुरानो भन्दा बलियो, बुद्धिमान र अझ शक्तिशाली बनेर उठ्नुपर्नेछ। हार्नु भनेको अन्त्य हुनु मात्रै होइन, यो त फेरि नयाँ सुरुवातको सङ्केत हो। असफलताले तिमीलाई कहिल्यै पनि पराजित गर्न सक्दैन, यदि तिमी त्यसबाट पाठ सिकेर फेरि उठ्न तयार हुन्छौ भने। हरेक लडाइँले तिमीलाई नयाँ शक्ति दिन्छ, नयाँ बुद्धि दिन्छ र तिमीलाई सफलतातर्फ एक कदम अगाडि बढाउँछ। त्यसैले उठ, फेरि प्रयास गर, यो प्रमाणित गर कि तिमी हार्नको लागि जन्मेको होइनौ। आफूमा विश्वास गर, तिम्रो पनि समय पक्कै आउनेछ। सबै सङ्घर्ष, सबै दुःख र सबै आँसुले आज तिमीलाई यहाँसम्म ल्याएका छन्। अब उठ्ने, लड्ने र जितेर देखाउने बेला आएको छ। आज तपाईँ जहाँ हुनुहुन्छ त्यहाँबाटै सुरु गर्नुहोस्। जस्तो अवस्थामा हुनुहुन्छ त्यहीँबाट आफ्नो नयाँ जिन्दगीको सुरुवात गर्नुहोस्। सही समय त कहिले पनि आउँदैन, सही क्षणको प्रतीक्षा गर्न छाडिदिनुहोस्। समय सबैभन्दा मूल्यवान सम्पत्ति हो, जो एकचोटि गयो भने पैसा जस्तो फेरि कहिले पनि फिर्ता आउने छैन। त्यसैले जुन समय साथमा छ त्यसको कदर गर्न सिक्नुहोस्। यदि तपाईले आफ्नो भित्री सोच बदल्न सक्नुभयो भने परिस्थिति मात्रै होइन, तपाईले आफ्नो बाहिरी संसार पनि बदल्न सक्नुहुनेछ। आफूभित्र धैर्य राख्न सक्ने मान्छे नै सबैभन्दा बलियो हुन्छ, किनकि ऊ हारेर पनि अघि बढ्न जान्दछ। आज गरिएको सङ्घर्ष र मेहनतले नै भोलिको दिनमा तिमीलाई अरूभन्दा फरक र बलियो बनाउनेछ। अनि सपना ठुलो देख्ने साहस गर, किनकि सानो सोचले कहिल्यै पनि ठुलो सफलता दिन सक्दैन। तपाईले सुरुवातमा संसार जित्नु पर्दैन, बस पहिले आफ्नै डर, आलस्य र शङ्कालाई जित्नुपर्छ। अनि सफलता कुनै एक दिनको चमत्कारले मिल्दैन,
यो त निरन्तर प्रयास, मेहनत, धैर्य, लगनशीलता र अनुशासनले पाइने चिज हो। तपाईँ असफलताबाट डराउनु हुँदैन। असफलता तपाईँको सबैभन्दा ठुलो शिक्षक हो, किनकि हरेक गिरावटले नै तपाईँलाई अझ बलियो र मजबुत बनाउनेछ। उठ्नुहोस्, आफूभित्रको मलाई चिन्नुहोस् र अघि बढ्नुहोस्। तपाईँले आफ्नो जिन्दगीको कथा आफै लेख्नु पर्नेछ र लेख्न सक्नुहुनेछ। आजको सङ्घर्ष नै भोलिको विजय हो। थोरै धैर्य, थोरै विश्वास, अडिग मन र धेरै मेहनतले नै तपाईँले सोचेको असम्भव कुराहरूलाई पनि सम्भव बनाउने शक्ति प्रदान गर्नेछ। सपना ठुलो देख्नुहोस् र डरलाई एउटा सानो कुनामा राख्नुहोस्। जुन बाटो एकदमै कठिन देखिन्छ नि, हो त्यही बाटोले नै तपाईँलाई एक दिन महान बनाउनेछ। आजको मेहनतले नै भोलिको इतिहास रच्नेछ। हाम्रो जीवन एकदमै छोटो छ, तर तपाईँले देख्ने सपना भने विशाल हुनै पर्छ। डरलाई चुनौती दिनुहोस्, समयलाई मूल्य दिनुहोस् अनि आफ्नो मार्ग आफै बनाउन सिक्नुहोस्। तपाईँले सोच्न पनि नसकेको कुराहरू जिन्दगीमा पुरा गर्न सक्नुहुनेछ। तपाईँले इमेजिन पनि नगरेको लिमिटहरू पार गर्न सक्नुहुन्छ। बस आफूमा विश्वास राख्नुहोस्, कदम चाल्नुहोस् र यो दुनियाँलाई जितेर देखाइदिनुहोस्। तर याद राख्नुहोस्, जोर्नी यहाँ सकिँदैन। तपाईँले सुरु गरेको बाटोहरूले नै तपाईँलाई असीम सम्भावनातर्फ डोर्याउनेछ। कदम चाल्नुहोस्, चम्किनुहोस् र इतिहास बनाउनुहोस्। अब डरलाई बिर्सनुहोस्, आत्मविश्वासको आगो बाल्नुहोस् र तपाईँले सोच्न पनि नसकेको सफलताहरू हासिल गर्नुहोस्। तपाईँले यो गर्न सक्षम हुनुहुन्छ। हवस् त, तपाईँलाई सफलताको धेरै धेरै शुभकामना। साथीहरू, यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। तपाईँहरू नै मेरो मोटिभेसन र परिवार हुनुहुन्छ। तपाईँहरूको लाइक, कमेन्ट र सब्सक्राइबले नै मलाई अझ यस्तै भिडियो बनाउन मोटिभेट र इन्स्पायर गर्नेछ। यदि यो भिडियोले तपाईँलाई अलिकति मात्रै पनि प्रेरणा दियो भने लाइक, कमेन्ट अनि सब्सक्राइब गरेर बेल आइकन थिचेर हामीसँगै जोडिएर रहनुहोला है। र तल कमेन्टमा तपाईँको 2026 को सबैभन्दा ठुलो गोल के हुनेछ लेखिदिनु होला। म सबै पढ्नेछु र रिप्लाई दिनेछु। हवस् त साथीहरू, आफ्नो ख्याल राख्नुहोला। स्टे स्ट्रङ, स्टे पोजिटिभ, किप गोइङ। सी यू इन नेक्स्ट भिडियो। टेक केयर, गुड बाई।